आजको दिनमा चाहिँ यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ। सो हेलो एभ्रिवान, के छ त खबर? आजको भिडियो चाहिँ म जान आँट्दैछु स्कुलतिर र आज चाहिँ पैसा मैले बुझाउनु पर्ने हुन्छ। गाउँको भाइ आएर चाहिँ र त्यसलाई चाहिँ मैले पैसा देखाएर त यति अब आज म खर्च गर्छु भनेर भन्नु थिएँ। त्यसपछि म चाहिँ घरबाट लागेँ, साथीहरूले चाहिँ अगाडिबाट पर्खिरहेको थियो र त्यही भएर चाहिँ म चाहिँ छिटो जाने हुन्छ र साथीहरूसँग भेटेर चाहिँ हामी हिँड्न थाल्यौँ गफ गर्दै गर्दै। अनि त्यसपछि चाहिँ हामी स्कुलतिर पस्यौँ र स्कुलमा चाहिँ कतिजनाले बुकहरू बुझाएको थिएन र बुकहरू चाहिँ बुझाएको थियो केटाहरूले र त्यसपछि म चाहिँ यताउति गर्दै भिडियो बनाएँ र त्यस पैसा गन्दै र म र साथी चाहिँ रमाउँदै थिएँ, किनकि अब एकछिन पछि त पैसा जाने न, त्यही भएर एकछिन भए पनि खुसी हुँ न भनेर रमाउँदै थिएँ म र साथी। र साथीले चाहिँ माग्दै थियो र मैले चाहिँ दिने मान्थिनँ, तर फेरि लास्टमा चाहिँ मैले दिएँ गर्नलाई होइन। र त्यसपछि उसले चाहिँ सबैलाई पाले पिलो दियो है पैसा। अनि त्यसपछि फेरि मैले मागेँ, किनकि अब बुझाउनु पर्ने हुन्छ नि त, त्यही भएर मैले चाहिँ पैसा बुझाइहालेँ र केटाहरूले चाहिँ आफ्नो खाताहरू कति के भयो भनेर हेरेको थियो। र त्यसपछि चाहिँ हामी आयौँ यतातिर शीतलतिर हुन्छ नि त। अनि त्यसपछि मैले चाहिँ आफ्नो हेर्दै अनि चित्त बुझाउँदै बसिरहेको थिएँ, किन कलेजको चाहिँ आज लास्ट दिन हो। र अनि हामी प्रवेश पत्र पनि लिन आएको थियौँ। र त्यसपछि चाहिँ हामी पसलतिर र पसलहरूमा चाहिँ केटाहरूले चाहिँ के किन्न थियो खानेकुराहरू। र त्यसपछि चाहिँ हामी खोला नुहाउन जाने भन्ने प्लान थियो। र त्यसपछि चाहिँ सामानहरू किनेपछि चाहिँ हामी केटाहरू सबैजना हुँदै चाहिँ खोलातिर पुग्यौँ। आउने बित्तिकै केटाहरूले भुजा चाउचाउहरू चाहिँ सबैजना मिसाउन थाल्यो, किनकि भोक पनि लागेर थियो, नुहाउनु पर्ने थियो। त्यही भएर सबैजना केटाहरूले चाहिँ खान थाले र मैले पनि खाएँ। गर्मी चाहिँ यस्तो गर्मी भएको थियो र चाहिँ मैले त्यसपछि चाहिँ हाम्रो पालो आए नुहाउने। र त्यसपछि चाहिँ केटाहरूले चाहिँ पाले पिलो जान्दै भन्दै झ्याम पारेर हान्दै म पनि जाँदै केटाहरू सबैजना पाल्लै पिलो भएर हाम फाल्दै गएर थियो। र लास्टै रमाइलो भएर थियो, किनकि पाल्लै पिलो सबैले उल्टी जाम हान्दै के हान्दै गयो, रमाइलो पनि भएर थियो। अनि तपाईँहरू चाहिँ साथीहरूसँग यसरी नुहाउन आउनुहुन्छ कुदैन कमेन्ट पनि गर्नु होला। आज चाहिँ कलेजको लास्ट दिन पनि हो, अनि त्यही माथि साथीहरू खोलाबाट नुहाउन जाउँ भन्यो र जाउँ न त साथीहरूसँग भनेर पनि हामी गयौँ। त्यसपछि चाहिँ हामीले सबै कुराहरू प्याक गरेर चाहिँ घरतिर हिँड्न लाग्यौँ। खोलाको बाटो हुँदै घाम पनि लास्टै नै चर्केको थियो। र त्यसपछि चाहिँ सबैजना केटाहरूलाई चाहिँ बिदाई गर्दै हामी पनि आफ्नो घरतिर लाग्न आँट्यौँ। र गाइस आजको भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अब म नयाँ भिडियोमा भेट्छु, तबसम्म सब्सक्राइब गरिदिनु होला।